Sewaru lunga tarimi. Sewaru lunga tarimi. Oke, kai sodok antapeni gara sapa ti adak nebi. Nunca tarimi. Eke gara angkalam kai ceku Sewaru. Singjango pekpe pungwami manggena santang palungwami. No ing sopana ugat siri kai musud di adak siri. Mutlama pain sengsuru kai repana sengsuru. Hemari ciri hapseo kai repana hapseo. Kimukla ambi ke Hindu atau kipuke ke Hindu. Hukke yo coing tak maru amma retak. अब सोध्नु पर्यो नि कहाँबाट आएको अब पश्चिम उत्तर दक्षिण के थरी हो के हो अब प्रदेश हिँडेको कि के गर्नु आएको हो सरकार हाला नि त उता भने Mantap mana yo? Mantap dulu nih. आजको बिहेको हकथवा हामी लिम्बूहरूको यस्तै छ चलन हकथवा भनिन्छ यसलाई यहाँ आज बिहेको ल्याउनु हुँदैछ रीतिभाती र यस्तै छ यसरी नै बोक्नुपर्छ सुन्दर डोललाई अनि तपाईहरु आज छिटो आऊ है यहाँ आइपुगेको अनि आजको बेहुला बेहुली यहाँ हुनुहुन्छ भर्खरै आइपुग्नु भएको छ यहाँ चाहिँ अहिले बेहुला र बेहुलीको बयन पत्र चल्दैछ बयन पत्र सोध्ने चलन छ कहिले भाग्यो कसरी भाग्यो भन्ने खालको कर्म कति गर्यो अब उसले मलाई नचिने पुरै आएन भनेपछि अब तिमीलाई फकाउने त छैन होला नि त कोही हुन त फुलबारी र घुर्यान भएर बसेको छ भने पनि फास्ट कुरा खोल्ने एउटा फकाउने चाहिन्छ अरे कुरा खोलिदिने एउटा चाहिन्छ अरे लडाई पनि तपाईको सेडी लड्दैन छोरी चेली नि त्यसै जाँदैन एउटा त केही हुन्छ अब त तिमीहरूले अब यहाँ पाटा फर्काएर मलाई फलानाले फर्काएको भन्दैनौ मानिनु अहिलेको जमानाले तिमीहरू नै राजीबाजी छौ होला होइन राजीबाजी हो नि दुईटै मिलेर छ होला नि त मिलेर छौ नि अब जम्मै चाहिँ कतिवटा भूमिका
दुईटी भन्ने चाहिँ मैले सुने उसको भाग्य रहेछ उही पराजितमा आए जति उयो भए पनि त्यो पनि ठिकै छ अब बात यस्तो हो यो अहिले देख्नु त तिमीले एउटा टेबलमा कलम कोरेको देख्छौ यो भनेको पञ्च समाज हो पञ्च समाजले समाजलाई केमा राख्दैन पञ्च परमेश्वरमा राख्छ परमेश्वर भनेको चाहिँ भगवान हुन् अब परमेश्वर धेरै कृष्णले भन्छ तर हामीले पनि भन्नुपर्दा पञ्च परमेश्वर भनेको चाहिँ हाम्रो भगवान यहाँ जति पनि हामी टेबलमा छौँ नि हामी पञ्च परमेश्वर भनेको भगवान वचन हो यहाँ हामीले यहाँ झुटो बोल्न पनि मिल्दैन झुटो बोल्न पनि हुँदैन आज जो बोल्यो त्यही पाठ हुन्छ जो लिएको त्यही चलेर जान्छ जे बोल्यो त्यही चलेर जान्छ परन्तु तिम्रो राजीबाजी अब कोही दिनमा अब मलाई मासु ल्याइदिन भनेर बुढी रिसाउने मलाई रक्सी ल्याइदिन भनेर बुढो रिसाउने बुढो रक्सी खाएर आयो भनेर बुढी रिसाउने बुढीको अर्डर त त्यही हो सागसब्जीले भन्छ बुढाको त्यही हो कि रक्सी खाएर आउने हो जाने कुरा हो त्यो नहुनु रक्सी त खाँदैनन् म थाहा छ हामी बहुत काम गरेको नि अब राजीबाजी हो सबै माइती मावली आमा बाबु गार्जेन दुई तरफ छन् यहाँ नि राजीबाजी छौ आज कुरा तिमीहरूको परन्तु तिम्रो छोरा नारीसम्म यो लागू भएर जान्छ चाहिँ राजीबाजी छौ तिमीहरू ठिकै हो त्यो मान्छौँ झगडा नहुने कुरा म मान्छौँ अब झगडा गरेछौ भने त एउटा कागजका पन्नाले बताएर त के गर्नुपर्ने हो त्यसैले बताउँछ कि तिमीले पनि भन्नु पर्दैन आजको टेबलले भन्दैन कि कागजले बताउँछ त्यो चाहिँ के गर्नुपर्ने कुरा अब गार्जेन परि चाहिँ केटाको बाबा चाहिँ भयो तर अब छोराबारी तपाईँ कहाँ छोरी त मेरो है म छेत्रीको छोरो भए पनि लिम्बूको छोरी भए पनि गाउँ मेरो भए चाहिँ मेरो पनि छोरी हो भोलिका दिनमा चाहिँ तपाईँहरूको गडबडी उठ्यो भने अगाडि उठेर आउने मै नै हो ग्यारेन्टी नै हो चाहिँ मैले आजै ठोकेर भनिदिन्छु राजीबाजी पनि छन् अरे उनीहरूको लाइन अलग भयो अब यिनीहरू भोलिका दिनमा बुढीले भन्दी मासु लिएर आउँछ बुढो र बजारमा गएर रक्सी खाएर टन्न के किलो मासु घरमा बुढी मासु मगाउने सब्जी मासु छोरी मान्छेको अर्डर त सब्जी मगाउने हो जाने कुरा हो छोरा मान्छेको चाहिँ ल्याउने होइन टन्न आउने हो यस्ता पनि हुन्छन् त्यो भएपछि त्यस्ता हुन्छन् अनि झगडा हुन्छ हलामैरी हुन्छ झगडा हुन्छ कुटाकुटै हुन्छ कोही दिनमा बुहारीलाई सासूले कुट्ने दिन पनि आउँछ कोही दिनमा बुहारीलाई ससुराले झपार्ने गाली गर्ने दिन पनि आउँछ तर तपाईँले जे पनि गर्नुहोस् तपाईँ घरमा जे पनि गर्नुहोस् तपाईँ घरमा तर हामी चेली आज मेरा घरमा मेरा ससुराले यसो भनौँ मेरी सासूले यसो भने मेरी आमाजु जेठाजु वगेराले यसो भने मेरा लोग्नेले यसो भन्दै यो केटी यो गाउँमा रुँदै आउनु हुँदैन त्यो दिन रुँदै आयो भने यो लिम्बूका साथमा म चाहिँ ग्यारेन्टी नै आएको हुन्छु अब यसमा तपाईँको कहाँसम्म त्यसमा तपाईँले साथमा साथ हातमा हात मेरो बुहारी लागि चाहिँ म छोराले केही के त गर्दैन म त्यसको लागि मलाई मेरो बुहारीको लागि चाहिँ म अब किन मन परापर भएर आयो हो केको काम गर्यो मैले पनि अब यता त गर्थेँ अब यो छरछिमेकी सबैले अब देख्नुभयो देखेन तर पनि बुहारीको लागि चाहिँ तलमाथि केही नसुर्गाउनु म ससुरा तलमाथि केही छोराले गरेर पनि म जस्तै कलजगडा उठेर आए पनि तपाईँ अगाडि सरेर समाधान गर्ने म समस्या त कहाँसम्म हुन्छ भन्दाखेरि ज्यान मारौसम्म हुन्छ नि समाधानमा गार्जेन अगाडि ठुलो मान्छे आफन्त ठुलो अगाडि बढेर आएर समाधान गर्न चाहिँ त्यही नै हो सफल बिना त हुँदैन भन्ने होइन हुन्छ अब अहिले तपाईँहरू घर पुग्दा नपुग्दै तपाईँहरूको झगडा नष्ट भएसम्म हुनसक्छ त्यो कालगति हुन्छ हो कि नि त तर त्यसलाई समाधान गर्न चाहिँ को चाहियो भन्दा गार्जेन चाहियो जस्तै गऱ्यो भने तपाईँ समाधान गर्ने चिज त म मान्छु उहाँ ल सुन्नु हो नि तपाईँहरूको छ त्यो माइती मामाले केटाकेटी जति पनि हुन्छ सुन्नुभयो एउटै कुराले सबैले सुनेर हाल्नु अब तपाईँहरूको चाहिँ के छ यसमा अब समस्या पर्दाखेरि समाधान मुखैले लिएर आउने हो कि केही अब केही लेख्ने र 2-4 लाख रुपियाँ मेरो छोरीका एकाउन्टमा जीवनमा लेख्नु छ कि माटो जमिन लेख्नु छ कि कुन माटामा बसेका थिए
सेनापति गाउँमा आफ्नो माटो भन्न पाइँदैन, दरबार बनाउन पाइन्छ, माटो भन्न पाइँदैन। तपाईँको भन्नुहोस्। त्यो निर्भर छोरीलाई सम्झि सक्दैन होइन, दुई चारलाई लेख्दा हुँदैन। ल ल ल तपाईँको छोरीको विषयमा तपाईँ म भन्छु अब मेरो घरदेखि गयो भने म अब केटाको जति खर्च लाग्छ घुराइदिन्छु होइन। अब मेरो घरदेखि गयो भने म घुराइदिन्छु। अब उतैदेखि दैको दशा नआओस्, सदा चिरञ्जीवी यिनीहरू जो छ हाँसी र खुसी रहन्, घर हिसाबले हेर्दाखेरि गरी खाउन् होइन। सबैको भनाइ र यसमा चाहिँ अब एउटा अब कुरामा पनि धेरै सोच्नु पर्ने हुन्छ है। लिम्बूकी छोरी यसले खासै भनौँ, यसले केही पनि जानेका छैन, काम गरेका मान्छे पनि होइन, त्यति पनि साह्रै गर्दैन, त्यही काम नजानेका मान्छे हुनुहुन्छ। अब मान्छेले भन्दा पनि बुझ्नु हो। तपाईँले भोलि अब यो जाने त्यो जाने भने काम खोजेर पनि आउँदैन। तपाईँले छोरी सम्झेर यसलाई छोरीको गराममा पढाएर लगेर बुहारीमा पुऱ्याउनु पर्यो। कति वर्ष पछाडि बुहारीमा पुग्छ, तब मात्रै उसले सम्मानमा बुहारीको सम्मानमा खाएमा आउँछ होला। अब यो मलाई त लाग्छ यो बच्चै हो। 2025 दिनको दिनमा स्थानीय लैमाखुङ द्वारिका गाउँ निवासी श्री अमित लिम्बू माता चन्द्रमायाको छोरी काइली नाम रोशनी लिम्बू उम्र 19 की कन्या केटी विगत दिनांक 3/4/2025 को दिन गाउँ सेनापति आइकाइलुम्बी गाउँ निवासी केटा पिता श्री सन्तमान राईको छोरा जेठा नाम आर्यन राई उम्र 23 को कन्या केटाले केही समयदेखि मन परापर हुँदै आएर अन्तमा विवाह गर्ने निश्चित दोनों केटाकेटीको राजी खुसीमा भगाई लगी आफ्नो दम्पत्य जीवन व्यतीत गर्नका निमित्त लगेको साँचो हो, केटाले भन्दैछ। उपरान्त विवरण दोनों केटाकेटी तरफको गार्जेन सामेल भई सरसल्लाह गर्दा माइतीको यानी जात अन्तरमा विवाह भएको हुँदा माइती हजुरको धार्मिक कस्टमरीमा सम्मान अथवा स्वीकार गर्न मन्जुर छौं भनी केटातर्फको साँचो बहिन कहावत प्रदर्शन अथवा सुनवाई हुँदा कस्टममा स्वीकार हुँदै हजुरकी छोरीलाई आज उपरान्त हेला होचो भनाभैरी कुटपिटका समस्या आउन दिने छैन। अगर उक्त प्रकारका समस्या उत्पन्न भएमा आज लेखिएका बहिन फैसला पत्रको आधार अनुसार उक्त मितिमा भन्नाले त्यो दिन समस्या परेका दिन मितिमा पर्न आएका काण्डमा कडामा कडा दोनों तरफको गल्ती अनुसारको दण्ड भोग्न मन्जुरी छौं भनी केटापट्टिको केटा लगायत गार्जेनले निम्नमा आजका उपस्थितिका सामने आफ्ना हस्ताक्षर सही गरिदियौं। साकिन माइती घर अमित लिम्बू घर दलन सदर तारिख लेखा आज 8/5/2025 आज 8 तारिख आज बाई चान्सको तारिख लेखा मन मिलेर गएको अब यो केटाको गार्जेन अहिले चाहिँ बेहुलापट्टिको गार्जेनले सिग्नेचर गर्नुहुँदैछ। उनको चिनिँदैन लेख्यो पढ्यो नि, लेख्यो पनि पढ्यो पनि सुन्यो पनि सुनायो पनि सबै कुरा भए। भोलिका दिन हामीले जति नै मुखले बोले पनि यो कागजको आधारले चलाइ जाने हो। तपाईँले अब यो कागज माइतीमा रहन्छ, तपाईँले मोबाइलमा गरेर
नि रुलले चाहिँ अब सम्झिने भइसक्नु भयो कस्टमरले बाँकी होला अब यो तपाईँले उहाँलाई दिएर तपाईँहरू हात मिलाउने होइन हात मिलाउने कस्टमर भउनु मिल्दैन यो चाहिँ के हो भने हरजातमा हात मिलाउने लु सक्यो सिगौँ याथाङबाको नियममा ब्यासरङ भनिन्छ ब्यासरङ राख्नु हुँदैछ यता हेर है नानीहरू अक्का सुँगुरले नै गरेछन् तर खुट्टाको अगाडिको कि पछाडिको हो पछिल्लो कसरी मौरी त्यसरी टिप्ने चाहिँ होइन यो पनि हो नि बाबा आमा मन्दिर छ खुसाला नि अथवा पनि आइपुग्यो हामी त छुइँदैन जान्दैनौँ हामी यस्तो तरिकाले गरिन्छ अनि लिम्बू जातिको विवाहमा मोलरी जस्तै चार कलम पनि भनिन्छ र हकथबा पनि भनिन्छ लिम्बू भाषाबाट कङ्गो त्यसो र तपाईँको फ्लोरमा त्यसमा पढ्ने पछ्याउने त्यसमा मोलरी सल्लाहले गराउने भयो दिनुपर्छ जस्तै बेलापट्टिबाट बेहुलीकोमा ल्याउने सामग्रीहरू त्यहाँबाट फेरि कार्तिकमा अब त्यसो भने जानु पर्यो गर्नु पर्यो यताबाट पनि गार्जेन गर्नु पर्यो नानी अनि यसरी गरिन्छ पैसाहरू दिनुपर्छ र उहाँहरूले तोकेको अनुसार कति हुन्छ त्यो चाहिँ दिनै पर्छ सुँगुरको साथमा छिटो गर्नु हुँदैन नि आस्ते गर्नुपर्छ त्यो उहिले घरमा भात तिउन पकाएको थियो कि थिएन त्यसलाई लगाएको थियो कि थिएन काम यहाँ अनि के भन्छ कस्तो बनाएको छ कोनी नुन लागेको छ कि छैन खोर्सानी लागेको छ कि छैन यो चाहिँ भनेको के हो भने सिकाउनु त सिकाएको थियो अब कस्तो बनाएको नि अब बाबु किनभने घरमा अब बाबुआमा आमा बाबुलाई यसरी मैले छलेर गएँ भनेर चाहिँ अनि त्यहाँ ढोग्नु लो गरिसाउनु है मन नदुखाउनु है भनेर खै त
कति सिकाउने लानेले नि रोक्ने जानेले नि रोक्नुपर्छ अलग अलग हुन्छ है अलग अलग यो सकेको अब अलगबाट छोरी आएर बाबा आमालाई भेट गरेको अब बाहिर अहिले चाहिँ यहाँ लिम्बूहरूको नियममा सन्धि भेट चलिरहेछ अब यता यता सम्धि अनि तपाईँको यता काइला दाजु एक दुई तीन चार प्रणालो भाता कुन भाइको चिन्ता त होला अब सम्झिन भेट पनि अन्तिम जेठी दिदी कार्यक्रम चलिरहेछ नाम लेख्दै भन्छ साइड गर न आइरहेछ गमलो गीतहरू यसरी बाबा आमाले लगाइदियो पहिला
भातको मेलो चलिरहेछ अहिले चाहिँ भात खानु धमाधम हुँदैछ यस्तो खालको खायो नया साला चल चल नया साला दिल में लगे दिल हमारी गलियां जब करना हो हम बिदाबारी पाहुनाहरूलाई पाहुनाहरूको बिदाबारी हुँदैछ र उहाँबाट सरदार सरदारलाई हामी अब यही राख्ने जे भए पनि छिटो छिटो बनाएर खाने भन्दाखेरि हजुरहरू मान्नु हुँदैन। त्यसले गर्दाखेरि अब यताउता अब रूपमा यस्तै हुँदै जाँदैछ। हाम्रो रीतिमुन्डुम हराउनु हुँदैन नभ्याड अझै हजुरलाई अघि मैले भने हात्ती घोडा तपाईँको तयारी गर्नु थियो तर चस्माहरू पनि तपाईँको बनाउने कम्पनी नै तपाईँको बिग्रेछ। दिनुभएको गीत हो। जो दिल को
हँसिदेऊ जन्माया मिठो बोलेर हेरिदेऊ दिलैको पर्दा खोलेर बसिदेऊ छेउमा तरेमाहरू पनि यसरी अलिअलि रातो खाने गरेको छ। अहिले चाहिँ देउलीको बाबा आमाले अहिले चाहिँ बेहुला बेहुली भाइको गाडी हो र जन्ती भनौँ आजको जन्तीहरू त्यहाँ बस्नु भएको छ। आजको बिहे यतिमा समाप्त भयो। अन्तिम भएर